ढिलो 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 यो त अति नै भयो। बर्थडेमा साथीहरूलाई बर्थडे विश गर्न पनि बिर्सिँदाखेरि सरी फर द लेट विश भने जस्तै सरी फर द लेट पोस्ट। धेरै ढिला नगरी सुरु गरिदिउँ है त सुरुबाट। ओके हेलो मेरो मुटुहरू, कसा छ त मेरो साथीहरू। यो भिडियोमा चाहिँ तपाईँहरूले हामीले तराईमा गाउँलाई कसरी छर्छ भनेर पुरै देख्नुहुनेछ, त्यही भएर पुरै भिडियो हेर्नु होला है। आजको दिनभन्दा 6 दिन पहिला नै हामीले खेतमा पुरै ट्र्याक्टर लगाएर पुरै कार्तिकको महिनाको डल्ला फर्काउने भन्छ नि त, त्यही भएर हाइडोले पुरै खेत जोतिसकेका थियौँ। अनि 6 दिन पछि चाहिँ मस्त डल्लाहरू सुकेर अब गहुँ सर्ने पालो भएको छ। मम्मीले चाहिँ एक दिन पहिला नै पुरै हाम्रो 2-3 वटा पटियामा गहुँ छरिदिनु भएको थियो। अनि दोस्रो दिनको बिहान पख चाहिँ ट्र्याक्टरमा रोटावेटर जडान गरेर ल्याएर आउनुभयो गुरुले गहुँलाई मिसाउनको लागि। यतातिर सूर्य महाराजले राम्रोसँग दर्शन पनि देखाउनु भएको छैन, तर यतातिर पुरो रोटावेटरले चाहिँ हाम्रो 2-3 पटिया गहुँहरू पुरै मिसाइसकेको छ माटोमा। हामी चाहिँ मस्त ट्र्याक्टरमा बसेर रोटावेटरले गहुँ मिसाइरहेका छौँ। अनि यतातिर मम्मीले गहुँ छर्दै हुनुहुन्छ अनि होम मिनिस्टरले डिएपी मललाई लगेर छर्दै हुनुहुन्छ अरू पटियातिर। फाइनलले सूर्य महाराजले पनि दर्शन देखाइसक्नु भएको थियो। तबसम्म चाहिँ हाम्रो पुरै 6वटै पटियामा मस्त रोटावेटरले गहुँ मिलाएर सक्यो। अनि त्यसपछि छोरा र मन लाग्यो मस्त यस्तो घरतिर पग्निस भिडियो सकियो जस्तो लागेको छ तपाईँलाई? सकिएको छैन, अहिले भिडियो चाहिँ मध्यम मात्र भएको छ। तबसम्म लाइक गर्नुहोस्, कमेन्ट पनि गर्दै गर्नु होला कस्तो लाग्छ हाम्रो भिडियो भनेर। उता ट्र्याक्टरले चाहिँ 1 बिघा खेतमा पुरै गहुँ मिसाउनको लागि 1 घन्टा लगायो। अब हामी दिनभरि लगाएर खल्लामा रहेको हाम्रो जिजु पुर्खा बाजे बजैले लगाउने तरिकाले यसो हातले हलो जोतेर मस्त फर 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 बनाएर हलोले फाल्नेमा खल्लामा यसो गाउँछौँ। हामीहरू चाहिँ पहिला पुरै यसरी नै अहिले जोतिरहेका छौँ नि त, त्यसरी नै हलोले सबै खेतको गाउँहरू यसरी नै छर्छ। तर अहिले चाहिँ समय पनि हुन थालेन, सकिन पनि थालेन साथीहरू, त्यही भएर माथि खेतमा चाहिँ पुरै ट्र्याक्टर लगाइदिए। यतातिर कान्छी बुहारीले चाहिँ यसो जोत्दाखेरि कुनाकानी रहेको खन्दैछन्, यता बुढीले चाहिँ मजाले मलसल हातले ल्याम किलाम मिल्काइदिइरहेछ। अनि यतातिर हाम्रो मम्मीले चाहिँ मजाले हेर्नुहोस् त क्या खतरा तरिकाको बिकिर्सीबाट ल्याएर आएको गहुँ सर्दै हुनुहुन्छ। अब यिनीहरूले यतातिर आफ्नो काम गर्न छ भने चाहिँ यसो घरबाट ल्याएर आएको नास्ताको ढक्कन सकन यसरी खोले। अनि ढक्कन सकन खोलिसकेपछि चाउ र आलु सालु सोयाबिनको तरकारी रहेछ। अनि मैले भक्काभक रोटी खाइदिएँ। त्यहीँ बसेर रोटी खाँदै थिएँ, त्यतिखेर मैले टक्क देखेको त हेर्नुहोस् त मेरो कान्छो भाइबाटको छोरीको चाहिँ पुरो यस्तो घिर्ना लागेको रहेछ। अनि त्यसलाई मम्मीले निकालेर फालिदिनु भयो। अब यत्रो खेतदेखिमा पुरै जोतेर सकिहाल्यौँ। जोतेर त सक्यो। अब पटेल ल्याउनको लागि म माथि आएको त्यो नै फुच्चा बाची मलाई देखेर डरले भाग। अनि यो पटेलो समातेर ओहो कति गरुङ हो हेर्नुहोस् त, कानमा राखेको त आमा आकाशको तारा र सारा सबैकोचोटि देखाइदिइहालो। यसलाई चाहिँ हामीले पटेलो अर्थात् लेयरको भन्ने गर्छौँ। तपाईँहरूले के भन्नुहुन्छ त्यो कमेन्ट बक्समा भन्नु होला, र कति किलोसम्मको हुन्छ त्यो पनि भन्नु होला साथीहरू। अहिलेसम्म भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ मैले अहिले चाहिँ टाइममा याद दिलाउँदैछु, तपाईँहरूलाई लाइक चाहिँ गर्नु होला साथीहरू, कमेन्ट पनि गर्नु होला। दिनभरि जति जोते पनि तर लिडकोमा चढ्दाखेरि थकान सकान मिटेर आहा क्या मजा आउँछ लिडको माथि चढ्नको लागि चाहिँ। हामीले चाहिँ खल्लाको गाउँसो सबै छरिसकेपछि माथिपट्टि 10-12 वटा गडा रहेको छ बहिनीको, त्यहाँ पनि यसो मलसल बोकेर अनि गाउँसो छर्ने कार्य भइसकेपछि मजाले हामीले पनि ल्याम हलोले जोतिहाल्यो। आम्मै धन्नै मोबाइल फुटाइदिएको। हामीले चाहिँ आज घरको पुरै ट्र्याक्टर लगाएर छरिदिइहाल्यो गाउँ। अनि खल्लाको र यतातिरको चाहिँ गोरु लगाएर पुरै दुयल गोरुले अहिले साँझसम्म पुरै सक्दिने कि सकिहाल्यौँ साथीहरू। अहिले मेहनत गऱ्यो भने चाहिँ पछि खान पाइन्छ, त्यही भएर यो भिडियोलाई अहिलेसम्म हेर्दै हुनुहुन्छ लाइक गर्नु होला, मस्त कमेन्ट पनि गर्नु होला र भिडियोलाई सेयर पनि गर्नु होला। ओके बाई।